जुन आमाले 24 वर्षसम्म छोरालाई हुर्काइन्, अन्ततः उनी छोराको कुटपिटबाट ज्यान गुमाउनु परेको आरोप लागेको छ। भक्तपुरबाट आएको यो दुःखद घटनाले धेरैलाई स्तब्ध बनाएको छ। दर्शकवृन्द, भक्तपुर जिल्लाको सूर्यविनायक नगरपालिका 9 भाते ढिकुरमा 40 वर्षीय मेघिया चौधरीको मृत्यु भएको छ। दर्शकवृन्द, प्रहरीका अनुसार उनीमाथि उनका 24 वर्षीय छोरा किरण चौधरीले कुटपिट गरेका थिए। दर्शकवृन्द, गम्भीर घाइते भएकी मेघियालाई तत्काल उपचारका लागि ललितपुर स्थित पाटन अस्पतालमा पुर्याइएको थियो, तर चिकित्सकको प्रयास पनि सफल हुन सकेन। दर्शकवृन्द, र उपचारकै क्रममा शुक्रबार उनको मृत्यु भयो। घटनापछि प्रहरीले किरण चौधरीलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ। कुटपिटको कारण भने अझै खुल्न सकेको छैन। आमाको माया संसारको सबैभन्दा निस्वार्थ सम्बन्ध मानिन्छ, तर यही सम्बन्ध दुःखद घटनामा परिणत हुँदा एउटा परिवार मात्र होइन, सिङ्गो समाजलाई पनि गम्भीर प्रश्न छोडेर गएको छ। घटनाको वास्तविकता के थियो भन्ने विषयमा प्रहरीले अनुसन्धान जारी राखेको छ।